समाप्त भएको छ। तपाईहरु देखिसक्नु भएको छ। आउन सम्भव रहेसम्म तपाईहरु यो खेल मैदानमा आएर खेल हेर्नको लागि पनि हामी अनुरोध गरिरहेका छौं। तपाईहरुले यो टिकट काटेर यो खेल हेर्दा पक्कै पनि यो रङ्गशाला निर्माणको लागि एउटा इट्टा थप्ने काम रहन सक्छ। सदीपको क्रस, यहाँ हेडर, विशाल केसी त्यहाँ सजिलै आफ्नो सेफ ह्यान्डमा राख्न सफल। विशाल नीरज हस्पिक दुरा त्यो डायगोनल स्विच सुजल डङ्गो नीरज चौधरीका लागि खेलिदिएका छन्। नीरज यहाँ अवसर रहन सक्छ। नीरजको शट, विशाल केसी बाधक बनेका छन् यसपटक। विशाल पहाड चाहिँ खडा भएका छन् घरेलु टोली विरुद्ध। पाल्पाबाट जोडिराखेका छौं। हो यो अवसर विशाल यसपटक पनि अलर्ट रहेका थिए। विशाल त्यहाँ अघि खेलिदिए। डङ्गोल नीरज चौधरी यहाँ अवसर रहन सक्छ। नीरजको बल यसपटक पनि बाधक विशाल केसी। हो विशाल भैरव स्पोर्ट्सलाई जीवित राख्न निकै उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् विशाल यसपटक पनि सेभ गर्न सफल। चौधरी अवसर रहन सक्छ। आशिष यसपटक पनि विशाल पहाड चाहिँ खडा भइरहेका छन्। विशाल र आफ्नो प्रदर्शनबाट निकै उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् विशाल केसी। सदीप त्यहाँ अघि थ्रु पास खेलिदिए सुजल डङ्गोल, तर विशाल केसी त्यहाँ लड्छन्, अघि बढेर बललाई समाइदिएका छन्। वाई थर्ड ज्योतिपुञ्ज कप यो तेस्रो खेल, आज तेस्रो दिनको खेल। 2080 फर्स्ट प्राप्त भएको छ। यस प्रतियोगिताको टाइटल स्पोन्सर सीजी ग्रुपको उत्पादन हामी सबैको मनमा वाई र यसै गरी समाजसेवी युवा नेता तथा व्यवसायी श्री शेषकान्त पुरीले आएका छौँ र आयोजक टोली ज्योतिपुञ्ज युथ क्लबका लागि 2 आशिष गुरुङहरू खेलिरहेका छन्। यो धार्मिक हिसाबले एक पवित्र काली गण्डकीको तटमा रहेको हो। यहाँ आशिष गुरुङको शट, विशाल केसी ब्लक गरेका छन्। यहाँ हेडर हो, यो शट विशाल आफ्नो नाम जस्तै यो विशाल पहाड चाहिँ उभिएका छन्। हरेक प्रयासहरू विफल तुल्याइरहेका छन्, हरेक शटहरूलाई विफल तुल्याइरहेका छन् विशाल केसी। विशाल रहेका छन्। सुजलको थ्रु पास, यहाँ नीरज चौधरीको लागि नीरज त्यहाँ साथी खोजिरहेका छन्। नीरजको कट ब्याक, सुजल तर उनको टच त्यति सही रहन सकेन र 2 मिनेट यो प्रतियोगिता आयोजना भइरहेको छ। यो रामपुर किशनबारी खेल मैदानमा यो प्रतियोगिता आयोजना भइरहेको छ। आशिष गुरुङको लागि अवसर। आशिष त फितलो शट। सन्देश पाण्डे रामपुरबाट, शिव गैरे घरबाट, कप्तान विशाल मल्ल त्यागी खेलिदिएका छन्। आशिष तर विशाल केसी राम्रो खेल प्रदर्शन गरिरहेका छन् र पनि यो खेललाई सहयोग गर्न सक्नुहुनेछ। रामपुर रङ्गशालाको निर्माण अभियानलाई सहयोग गर्न सक्नुहुनेछ तपाईले। ज्योतिपुञ्ज युथ क्लब जङ्गल चिचित्रा डिटी र आशिष गुरुङ रहेका छन्। सुजल हो, यहाँ विशाल केसी सजिलै समाइदिएका छन्।
सुजलको थ्रु पासे आशिष गुरुङ, तर विशाल त्यो सेभ गर्न सफल। विशाल केसी निकै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए, एनर्जेटिक प्लेयर। चिचित्रा टिटीको फ्री किक, विशाल त्यहाँ पञ्चित गरेका थिए, तर सुभाष टोलीसँग खेल्नेछ। भोलिको खेल ठिक 3 बजेबाट सुरु हुनेछ। तपाईहरू भोलिको खेल हेर्नको लागि पनि रेडी अवस्थामा रहनुहोला। 3 नरेन्द्र चौधरी 2-1 को स्थिति के खेलमा फर्किएला। समय